भनेर हामीले बुझ्छौँ। त्यो बुझ्दा आज सुनवार समुदायको यो जुन हाम्रो तालिममा छौँ, ट्रेनिङमा छौँ, यो बुझ्नको लागि तपाईँहरू बिच यसको लागि हामी धेरै आभार प्रकट गर्दछौँ निर्वाणलाई, जुन चाहिँ निर्वाण देखिराख्नु भएको छ। सहआयोजकमा हाम्रो सुनवार महिला समाज छ, सहयोगमा हामीले फिल्डले गरेको छ, यो महिलाकै संस्था हो। र निर्वाण भनेको चाहिँ यो नेपाल आदिवासी जनजाति महिलाहरूको चाहिँ अपाङ्गता भएको संस्था हो होइन। तपाईँहरूले मजाले बुझ्न सक्नुहुनेछ। र इङ्ग्लिसमा चाहिँ यो नेसनल इन्डिजिनियस डिसेबिलिटिज वुमेन एसोसिएट नेपाल होइन, मलाई त्यस्तै लाग्छ इङ्ग्लिसमा चाहिँ। त्यो चाहिँ त्यसरी तपाईँहरूले बुझ्न सक्नुहुन्छ। यो पनि यस्तै अधिकारमूलक संस्थामा जस्तै अपाङ्गताको कुराहरू छ। अपाङ्गता नेपाल नेपालको काम गर्छ भनेर सबै अधिकार त पाउँछौँ होइन। तर त्यसभित्र पनि विशेष गरी हामीले चाहिँ आदिवासी मेरो भाषाबाट चाहिँ जोजोलपा भनिन्छ है। अनि मैले चाहिँ कार्यक्रम अब त्यही सम्झिँदै आज उहाँले एउटा बत्ती हुन्छ बाँडिदिनु होला। हामी चाहिँ माटोको मान्छे, माटोलाई नै सम्झेर हामीले चाहिँ त्यही बिदिनुहुन्छ भन्छ नि हामीलाई। त्यही भनेको हुनाले हामीले यो तितेपाती चाहिँ उसमा भयो, हाम्रो लोसमा भन्छ कोही भाषामा, लोसमा चाहिँ हाम्रो नभई नहुने भएको हुनाले त्यो पिदाहरू पनि गरिदिनु होला। जोडसँग विशेष गरेर हामीले जे काम गर्दा पनि सम्झेर हामीले जोडसँग जहिले चढाएको छ। जोडसँगमा हाम्रो जहिले राखु जहिले श्याम हुन्छ। हाम्रो अवस्थीले चाहिँ पिदाहरू गरिदिनु हुन्छ र हामीले पितृहरूलाई राम्रो होस् भनेर चाहिँ उहाँले धेरै भाकिसक्नु भएको छ। र उहाँकै फर्केर किनभने सबैले चिन्नु नै भएको छ होला, भयो भने परिचय गरौँ। समग्रतामा नेपालको महिलालाई हेर्ने हो भने चाहिँ गैर आदिवासी महिला भन्दा आदिवासी महिला भेटिन्छ। अब आदिवासी महिलाको बिचमा आउँदाखेरि फेरि तपाईँको हामी सुनवार महिलाहरू विभेदित छौँ, किनभने हामी सङ्ख्यात्मक रूपमा अलिकति कम छौँ होइन। भौगोलिक हिसाबले अलिकति हामी चाहिँ तपाईँको के अरे सहरको पहुँचभन्दा अथवा के अरे प्रशासनिक निकायभन्दा अलिकति टाढो छौँ। यो कारणले गर्दाखेरि आज सुनवार महिलाहरू अलिकति विभेदित छौँ। यसो हुँदै गर्दाखेरि हामी विभेदभित्रको विभेद हुँदै गर्दाखेरि हामी धेरै नै तपाईँको तुलनात्मक रूपमा धेरै विभेदित अवस्थामा छौँ। त्यो हामीले कति महसुस गर्छौँ गर्दैन त्यो एउटा ठाउँमा छ, तर पनि आज चाहिँ हामीले महसुस गर्नु पर्ने अवस्था मैले देख्दछु। आज हाम्रो सांस्कृतिक हिसाबमा, भाषिक हिसाबमा, हाम्रो परम्परागत ज्ञानका कुराहरूमा चाहिँ एकदमै हामी कमजोर भइसकेको अवस्था छ। यो के कारणले भन्दाखेरि राज्यको नीति चाहिँ को कारणले गर्दाखेरि आज यो अवस्थामा छ। अघि हाम्रो उपाध्यक्षज्यू भनौँ या हाम्रो चाहिँ तपाईँको सुनवार महिला समाजको चाहिँ अध्यक्षले धेरै कुरा राखिसक्नु भयो। हाम्रो अधिकारको विषयमा, हाम्रा चाहिँ के अरे पहुँचको विषयमा थुप्रै कुराहरू हामी राखिसक्नु भयो।